हेलो साथीहरु नमस्ते गुड मर्निङ छ्याजालो यो पानीको चुस्की सँगै म त एकदमै सन्चै छु साथीहरु तपाईहरु पनि सन्चै हुनु होला भनेर फेरि पनि नयाँ भिडियो लिएर तपाईहरुको लागि उपस्थित भइसकेको छु। भिडियो के कस्तो लाग्छ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला है। अनि मन परेमा लाइक कमेन्ट शेयर पनि गरिदिनु होला। साथीहरु म चाहिँ आज चितवनमै छु। भिडियो हेरेर हिजोको भिडियो हेर्नुभयो भने थाहा हुन्छ। म चाहिँ आज चितवन छु, भोलि कहाँ हुन्छु होला गेस गर्नु होला साथी। म स्पेशल ठाउँमा जाँदैछु। त्यो स्पेशल ठाउँ कहाँ हो भनेर चाहिँ अहिले भन्दिनँ, अहिले बाटोमा गएर भन्छु साथीहरु। म चाहिँ भर्खरै उठेर फ्रेस भएर पानी खाँदै तातो पानी खाँदैछु। आज आमाको मुख हेर्ने दिन साथीहरु। सबै आमाहरूलाई यो चेली गोर्खाली अनु चेलीको तर्फबाट धेरै धेरै शुभकामना अनि माया छ ल। ह्याप्पी आमा औँसी भन्दै आजको भिडियो सुरुवात गरिसकेको छु साथीहरु। अब एकछिनमा भेट्नुपर्छ है त। यहाँबाट देखिने नजारा साथीहरु मंगलपुरको नजारा। कस्तो शीतल दिन भएको छ साथीहरु। चाहिँ तरकारी खेती भएको छ। ह्याप्पी आमा ह्याप्पी आमा औँसी साथीहरु। घाँटी मरेको जुनी भएको छ साथीहरु। म चाहिँ अब स्पेशल ठाउँमा जानेछु साथीहरु। कहाँ जानेछु बाटोमा गएर भनेछु के भएको मरेको होला हौ सोर। मेरा निष्ठ मित्र हुनुहुन्छ मामा के अरे माइजू आन्टी। हामी सबैजना जाँदैछौँ अब यात्रा गोर्खाको साथीहरु। मेरो जन्मस्थल 4 वर्ष जाँदैछु। ऐना पार्कमा गएर टिकटक बनाउने छौ साथीहरु। 4 वर्ष भयो। हामी चाहिँ अब एकछिन टिका सिका लगाउँछु। मम्मीले टिका लगाइदिनुहुन्छ, त्यसपछि लानु बनाउँछु। आमाको मुख हेर्ने तयारी हुँदैछ है साथीहरु। मेरो भाइ यहाँ हेट हेट भन्दै बसिरहेको छ। मेरो बाबु चाहिँ हाजिला छ। गाई गुड मर्निङ भन्देऊ। गुड मर्निङ गाइज भन्देऊ। गाइनो आइसके ल सुषमा खिच्देऊ त। आऊ त एकैचोटि जा न छिटो। ल्याङ नगर्नु, छिटो गर्नु। दिदी बसाइनु हुन्छ दिदी भन्नु लगाउनु पर्नु पर्दैन लाग्यो। छिटो आइजन भनेको त्यहाँ मेरो क्यामेरा खेर गइसक्यो। आमाले खुवाउने के त उयो लड्डु खुवाउने छिटो आइजन यता मेरो पुन्चुरे। हेर्ने आमालाई जिउ गरिदेऊ। उठेर
खुट्टामा गर्दिन्न ल जिउ गर खुट्टीमा हाम्रो औँसी कार्यक्रम चाहिँ भ्याइयो साथीहरू अब लाग्नुपर्ने हुन्छ यात्रातिर अब यति खाना खान्छौँ त्यसपछि हामी यहाँ जान्छौँ बेलुका कहाँ पुग्छौँ बाटोमा कता पुग्छौँ सबै देखाउने छु अब चितवनदेखि साथीहरू अब यात्राको क्रममा जारी छ बाटोतिर देखाउँछ अब गोर्खाको यात्रा छ जन्मस्थल जाँदैछ साथीहरू 4 वर्षमा विदेश गएर आएको हुँदैन 4 बार अब स्कुटरमा गोर्खाको यात्रा जानुपर्ने हुन्छ साथीहरू ल है साथीहरू गोर्खाली चेली गयो हो अब बाई बाई हेलो साथीहरू म चाहिँ आइपुगेँ दासढुङ्गा यहाँ चाहिँ मेरो बहिनी ज्वाइँ हुनुहुन्छ हेलो नमस्कार के छ हालखबर अब हामी जाँदैछौँ गोर्खाकै मेरो भाइ के छ हेलो युट्युबमा हेर युट्युबमा हामी चाहिँ अब यहाँबाट 4 जना भएर जाँदैछौँ गुटुङ डुङ 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 यहाँको सिन यस्तो छ अब फेरि गएर बाटोमा पुगेर भेट्छौँ है त साथीहरू हेलो साथीहरू हामी चाहिँ कुन ठाउँ गरे यो भन्छ ऐना पारा हामी चाहिँ यहाँ ऐना पारा आयौँ साथीहरू 4 जना गुटुङ डुङ डुङ यस्तो छ यहाँको पारा चाहिँ अब हामी यहाँ जान्छौँ फोटो भिडियो खिच्नको लागि दामी छ ऐना पारा कहिले बनाएर रहेछ यो ऐना पारा ऐना पारा साथीहरू टिकट ल्याउँछ है त्यहाँ अहिले यस्तो छ हात्ती साथीहरू हात्ती मेरो साथी ग्रेट वाल जस्तो छ त पुरै ग्रेट वाल जस्तो पो छ त भने कस्तो राम्रो ठाउँ छ साथीहरू ऐना पहारा खैरेनी ऐना पहारा हामी चाहिँ गोर्खा जाँदै हो गोर्खा जाँदै गर्दा बाटोमा एकछिन बसेर यसो घुम्न लाग्यो ल साथीहरू हामी चाहिँ अब ऐना पाराबाट हिँड्न लाग्यौँ है अहिले फेरि 2 जना थपियो हाम्रो अङ्कल आउनु भएको छ अङ्कल हाई गरिदिनु मेरो होइन भिडियो युट्युबमा भिडियो आउँछ हेर्नु अब हामी चाहिँ लाग्यौँ है ऐना पहाराबाट अब कहाँ गएर भेट्छौँ हामी 12 किलो अब 12 किलो हो हेलो साथीहरू हामी चाहिँ आइपुग्यौँ घ्याम्पेसालदेखि माथि आइपुग्यौँ गोर्खा बजार आइपुग्यो हे साथीहरू घ्याम्पेसालदेखि माथि आइम गोर्खा आइम चितवनकै गोर्खा आइम 4 वर्षमा आएको भने कम हो त विदेश गयो भने 4 भाग बराबर नबस्ने
गाइजहरु आयो। हेलो साथीहरु, हामी चाहिँ देउराली बजार आइपुग्यो। गोर्खा पाँचखुवा देउराली आइपुग्यो। त्यो छ अहिले त पुरै कालो पिस साथीहरु। सररररररर कति रमाइलो। 4 वर्षमा गाउँ आएको साथीहरु। यस्तो दामी भएर चाहिँ पुरै पिच। यो चाहिँ देउराली बजार। माथिबाट जानुपर्छ। यो पन्द्रुङ गाउँ। हेलो साथीहरु, हामी चाहिँ बजार आइपुग्यो पनि गाउँ आइपुग्यो। यहाँ बिचमा मामा घर छ। मामा घर बुढी हजुरआमा हुनुहुन्छ। भेटेर जानु पर्यो भनेर आएको। कस्तो छ मेरो बजै। घर ए बजाई ए मेरो मामा घर साथीहरु। मामुली घर आइयो 4 वर्षमा। नमस्कार। खै त माइजूहरु मामाहरु मामा ए कहाँ बस्छ र मामा के गर्छ के अरे ठुले आउने आउनु भएको थियो धारपानीको। अहिले भर्खरको हेत्तेरिका फोन गर्नुपर्ने चाहिँ सबै भेट हुने रहेछ। आमा दिदी फोन गरेको थियो छोरी र आशा भनेको ए म फेरि फर्किँदाखेरि पस्नु पर्ला भने थियो। फर्किँदाखेरि आप्तिरी हुन्छ भनेर चाँडै आइपुग्यो के अरे। एकछिन पसेर जानु पर्यो भनेर। कस्तो लाग्यो नातिनीलाई भेटेर। हामी चाहिँ बजारलाई भेट्न आएको साथीहरु। अब जान्छौँ यहाँबाट। एकछिन बसियो, पानी सानी खाइयो। अब बाटो फेरि आधी घन्टा बाटो हिँड्नै छ। अब आउँदा यहाँ पसेको। अब चाहिँ जानुपर्ने हुन्छ। अब फेरि कहिले भेट हुन्छ थाहा छैन। त्यसैले आउँदा थोरै भिडियो बनाएको वजहसी त बाई बाई। हेलो साथीहरु, फाइनली म चाहिँ गोर्खा आइपुगेँ। गोर्खा डेस्टिनेसनमा आइपुगेँ। यहाँ चाहिँ भाउजूको घर हो। अब उता जानै छ अङ्कलको घर। यस्तो दामी छ है। म जन्मेको ठाउँ हुर्केको गाउँ भने सुन्तलाको बोट साथीहरु। कसले देख्नु भएको छैन। सुन्तला फल्ने बेलामा आउनु पाइएन। अब काफल छ हो त्यहाँ पारि टन्ने काफल छ। 4 वर्षपछि गाउँमा खुट्टा टेकियो साथीहरु। सो एक्साइटेड। खुब रमाइलो लागिरहेछ साथीहरु। अब रमाइलो गर्नुपर्छ। के गर्छ सब देखाउँछु। थकै लाग्छ। बिहान 9 बजे निस्केको चितवनदेखि स्कुटरमा आइयो। घरसम्मै बल्ल 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 आइयो साथीहरु। माइत आएको साथीहरु कोसेली यहाँ प्याक हुँदैछ हाम्रो बहिनीले। कति रुपियाँ भयो त? कति रुपियाँ भयो? हामी त आइपुग्यो माइत आइपुग्यो। माइत यहाँ कोसेली बोकेको छ टनाटन। जाँदैछौँ। आइपुग्यो गाउँ आइपुग्यो। मेरो यहाँ जल्दा बल्दा नेता भाइहरू छन्। यहाँ हिरोहरू के छ ग्याजुलके हिरोहरू हालखबर। दिदी ब्लगमा आउनु पर्यो। ल आओ केटा आओ। अनि ए मुलाबारी डाँडा। ल आए पनि
किन काट्ने ल्यायो नि आइपुगेस् कति राइस खोइ तेरो बाबा ए मोटरसाइकल आएको आयो गाइजहरू माइत आयो कोसेली बोकेर आइपुग्यो क्याम्पस पढ्न आएको के अरे सरले उता पढाएको मैले आँखा झिम्काएको अनि के हो भन नि थप न तिमीले अनि यो रुख चिन्नु भएको छ साथीहरू तपाईँहरूले चिलाउने नमस्ते सबैलाई के पाक्यो भोग्ला के को भुजा बना के को भुजा बना अब बल्ल के काट्नु लाग्यो त त्यहाँ ए कहाँ काट्ने नि आइयो हेलो हेलो नमस्कार सबैलाई नमस्कार आन्टी नमस्कार ए रोटी पाकेछ अब यहाँ कति राइस त हिजा यहाँ चाहिँ रोटी पकाउने कार्यक्रम भइरहेछ के छ त नि हालखबर स्वागत छ मेरो भ्लगमा सबैलाई आन्टीलाई स्वागत छ मेरो भ्लगमा सन्चै हुनुहुन्छ कस्तो पानी आउला जस्तो भा सुहाना मौसम भइरहेछ साथीहरू ल बुहारी नानी भाग्यमानी कति राख्नुभयो त ए कान्छामा के बोक्दै हो अङ्कल ए गाई काटेको मासु पाडाको मलाई नि राखिदेऊ है 12:30 भनेर आयो मासु रोटी अब हामी रोटी खान्छौँ साथीहरू कति खाने हो रोटी नि हिजोदेखि खाएको खै सुहाना मौसममा रोटी सब्सक्राइब गरिस् नमस्ते दर्शन कहाँ गएर आउनु भएको साथीहरू काफल खान आएको खेतमा बसेर मात्रै हेऱ्यो चित्त बुझाउनु पर्यो अब टुप्पा रहेछ काफल टिप्न नसक्ने भयो यहाँ टिप्न नसक्ने भयो भोलि दिउँसोदेखि ट्राई गर्नु पर्ला
तर उतातिर जाने हो एकचोटि काफल त अलिक खाएर जाने काफल त खाएर जाने हो माटो छ त अनि काफल त टुप्पा त टन्नै फल्यो तल छाङ्गै छ फेरि हेर्नु नि साथीहरू कसरी चढ्नु डर मर्दो छ त हाम्रो मुलाबारी गाउँ यही बाटो आएको साथी अघि सरर स्कुटरमा आइयो आउन त आइयो काफलको गेडा पनि देखाइदिन्छु यहाँबाट यसो देखिन्छ होला हौ यत्रो जुम गर्नु यत्रो जुम गराएको देखिहाल्छ ल हेर्नु साथीहरू रत्तै फलेछ काफल फल्न त तर हामी चढ्न सकेन माथि सुपारी त्यो माथि थियो बोक्छ त सोच्छु भाइ दिदी जाने गुरु कता के काम छ कता त्यो उयो गुरु भयो माथि त्यो कालियामार बारीमा थियो कि गुरु जाने त भोलितिर डुल्नु पाइँदैन फाइनली माइत अब गोर्खा आएपछि काफल नखाने हुन्छ त साथीहरू भोलि बोटमा टिपेर देखाउँछु तपाईँहरूलाई अहिले चाहिँ टिपिराखेको काफ हो काम है त साथीहरू अलिकति खाइहाल्नु कस्तो लाग्यो नि दिदी कहाँ चाहिँ आइपुग्यो होइन आइपुग्यो साउसको छोरी आँखामा उसो मगरपुरे टोली होला उसो मगरपुरको जताततै साउस हुन्थ्यो नि बिचारजना आएर ठाउँ चाहिँ सँगसँगै आयो नमस्ते लोकमाया भन्ने मान्छे आइपुग्यो बजाए नमस्ते लोकमाया लोकमाया आउनु भयो लोकमाया अब सन्चै छ भन्नुपर्ने हामी पनि त्यही बाह्र जस्तै हुने भोलि पर्सि हामीलाई त बिर्सिसक्यो होला बिर्से होइन सम्झेको भएर चाहिँ अब चम्की दम गरेर लिएर आएको आर्नी खान कोही दिदी हो नि दिदी दिदी त गुवा झर्नु माथि पाउ गर्छ माथि गयो दिदी कोसेली ल्याइदिएको थियो क्या कोसेली अरू के ल्याउँछ र नातिनीले औँसी आइपुग्यो भुटुवा साथीहरू भुटुवा हामी चाहिँ भुटुवा खान लाग्यो भुटुवा खाँदैछौँ साथीहरू आइन मनिता नि आउँछ भने खा त मनिता